नमस्कार। आज हामी कुरा गर्नेछौँ नेपाल राष्ट्र ब्याङ्कको गभर्नर महप्रसाद अधिकारीको कार्यकाल अब 2081 साल चैत्र 24 गते सकिँदैछ। उनी 2076 साल चैत्र 24 गते नियुक्ति भएका थिए। राष्ट्र ब्याङ्क ऐन 2058 अनुसार नेपाल राष्ट्र ब्याङ्कको गभर्नरको कार्यकाल 5 वर्षको अवधि हुने गर्दछ। यस अवधिमा उनको कार्यकाल सकिँदै गर्दा अबको गभर्नर को हुन्छ त? अब दौडधुपमा धेरै नै ब्याङ्कका सिइओहरू गभर्नर बन्ने दौडमा रहेका छन्। अब हामी आजको विषयमा कुरा गर्नेछौँ गभर्नर बन्नको लागि के कति योग्यता चाहिन्छ, कस्तो व्यक्ति नेपाल राष्ट्र ब्याङ्कको गभर्नर हुन सक्छ, यस विषयमा आज हामी कुरा गर्नेछौँ। र गभर्नर नियुक्ति कसरी हुन्छ यस विषयमा पनि आज हामी कुरा गर्नेछौँ है त। गभर्नर नियुक्ति हुनको लागि 3 सदस्यीय सिफारिस समिति बन्छ, जसमा अध्यक्ष अर्थमन्त्री रहन्छ। त्यसै गरी 2 जना सदस्यहरू पूर्व गभर्नर मध्येबाट 1 जना सदस्य र आर्थिक, मौद्रिक, ब्याङ्किङ, वित्तीय तथा वाणिज्य कानुन क्षेत्रको लब्ध प्रतिष्ठित व्यक्तिहरू मध्येबाट नेपाल सरकारले तोकेका 1 जना सदस्य चाहिँ गरेर 3 जना सदस्य 3 सदस्यीय सिफारिस समिति बन्छ। जुन सिफारिस समितिले सङ्घीय संसदमा पेश गर्दछ, त्यसको संसदले नै गभर्नरको नियुक्ति गर्ने गर्दछ। जसमा अहिले 3 सदस्यीय सिफारिस समिति बनिसकेको छ, जसमा अध्यक्ष अर्थमन्त्री विष्णु, त्यसै गरी पूर्व गभर्नर मध्येबाट 1 जना चाहिँ विजयनाथ भट्टराई चाहिँ हुनुहुन्छ, सदस्य हुनुहुन्छ र योजना आयोगका पूर्व उपाध्यक्ष विश्व पौडेल चाहिँ जुन आर्थिक, मौद्रिक, वित्तीय, वाणिज्य कानुन क्षेत्रको लब्ध प्रतिष्ठित व्यक्तिहरू मध्येबाट सदस्य गरेर 3 सदस्यीय सिफारिस समिति बनेको छ। यसमा विभिन्न ब्याङ्कहरूका सिइओहरू राष्ट्र ब्याङ्कको गभर्नरको कुर्सीको लागि दौडधुपमा रहेका छन्। जुन भर्खरै तपाईँले समाचार सुन्नुभयो होला, नोबेल ब्याङ्कका सिइओ राजीनामा दिएका छन्। अबको गभर्नर को हुन्छ त? र गभर्नर बन्नको लागि के कस्तो योग्यता भएको व्यक्तिले गभर्नर हुन सक्छ भन्ने कुरा आज हामीले कुराकानी गर्नेछौँ। त्यसको निम्ति जुन नेपाल राष्ट्र ब्याङ्कको ऐन 2058 जुन सञ्चालक समिति रहेको छ, दफा 14 मा सञ्चालक समिति रहेको छ। सञ्चालक समितिमा कम्तीमा 5 र बढीमा 7 सदस्यीय सञ्चालक समिति रहनेछ, जसमा अध्यक्ष चाहिँ गभर्नर रहनेछ हैन। त्यसपछि सचिव, अर्थ मन्त्रालयको सचिव चाहिँ सदस्य, 2 जना डेपुटी गभर्नर, त्यसै गरी आर्थिक, मौद्रिक, ब्याङ्किङ र वित्तीय वाणिज्य कानुन क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तिहरू मध्येबाट नेपाल सरकारले नियुक्त गरेका 3 जना सदस्यहरू सञ्चालकहरू चाहिँ सदस्य रहने गरी 7 सदस्यीय नेपाल राष्ट्र ब्याङ्कको सञ्चालक समिति रहनेछ। अब हामी कुरा गर्नेछौँ त्यही सञ्चालक समितिहरूमध्ये 1 जना अध्यक्ष रहेका गभर्नरको योग्यता के, गभर्नर बन्नको लागि के कति योग्यता चाहिन्छ भन्ने बारेमा आज हामी कुरा गर्नेछौँ। अब गभर्नर, डेपुटी गभर्नर र सञ्चालक पदमा नियुक्ति हुनको लागि चाहिने योग्यताहरू पहिला सुरुमा रहेको छ नेपाली नागरिक भएको हुनुपर्नेछ। जुन विदेशी व्यक्तिहरू नेपाल राष्ट्र ब्याङ्कको गभर्नर हुन सकेन। त्यसरी उच्च नैतिक चरित्र भएको व्यक्ति नेपाल राष्ट्र ब्याङ्कको गभर्नर हुन सक्छ। त्यसै गरी आर्थिक, मौद्रिक, ब्याङ्किङ, वित्तीय, वाणिज्य, व्यवस्थापन, जनप्रशासन, तथ्याङ्कशास्त्र, गणित वा कानुन विषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी आर्थिक, मौद्रिक, ब्याङ्किङ, वित्तीय वा वाणिज्य कानुनको क्षेत्रमा कार्य अनुभव हासिल गरेको। अब यसमा पनि स्पष्टीकरण गरेको छ जुन नेपाल राष्ट्र ब्याङ्क ऐन 2058 ले यस खण्डको प्रयोजनका लागि कार्य अनुभव भन्नाले नेपाल सरकार वा ब्याङ्कको विशिष्ट श्रेणीको पद वा विश्वविद्यालयको प्राध्यापक वा क श्रेणीको वाणिज्य ब्याङ्क वा वित्तीय संस्थाको कार्यकारी प्रमुख वा अन्तर्राष्ट्रिय सङ्घ संस्थाको कार्यकारी तहको पद वा सो सरहको पद वा मर्यादाक्रमको हिसाबले सो पदभन्दा उच्च पदमा कार्य गरेको कार्य अनुभव सम्झाउनु पर्दछ। यसको कार्य अनुभवको विषयमा स्पष्टीकरण गरेको छ, जुनमा चाहिँ के छ भन्दाखेरि ए क्लास कमर्सियल ब्याङ्क लगायत एक्जिक्युटिभ लेभलमा काम गरेको व्यक्ति चाहिँ गभर्नर बन्नको लागि योग्य हुनेछ भनेर चाहिँ व्यवस्था गर्यो। अब अन्य कुरामा के हो, दफा 21 बमोजिम अयोग्य नभएको व्यक्ति चाहिँ के हो, गभर्नर बन्नको लागि योग्यता भयो। अब
दफा 21 मा के छ त, कस्ता व्यक्तिहरू अयोग्य हुन्छन्, डिस्क्वालिफाई हुन्छन् भन्ने कुरा आज हामी अब यसमा पनि छलफल गर्नेछौँ है त। राजनैतिक दलको सदस्य वा पदाधिकारी स्वत बन्न नपाउने भयो गभर्नर। त्यसै गरी वाणिज्य ब्याङ्क वा वित्तीय संस्थाको कुनै कारोबारमा कालो सूचीमा परेको व्यक्ति गभर्नर हुन पाएन। वाणिज्य ब्याङ्क तथा वित्तीय संस्थाको बहालवाला पदाधिकारी गभर्नर हुन पाएन। वाणिज्य ब्याङ्क तथा वित्तीय संस्थामा 5% वा सोभन्दा बढी सेयर वा मतदानको अधिकार भएको व्यक्ति गभर्नर हुन पाएन। ऋण तिर्न नसकी साहुको दामासाहीमा परेको व्यक्ति वा बहुलाएको व्यक्ति वा नैतिक पतन देखिने गरी फौजदारी अभियोगमा अदालतबाट सजाय पाएको व्यक्ति गभर्नर हुन पाएन। यो दफा 20 मा योग्यता सम्बन्धी व्यवस्था गरेको छ भने दफा 21 मा अयोग्यताको व्यवस्था गरेको छ। सोही ऐनमा टेकेर नेपाल सरकार मन्त्री परिषदले गभर्नरको नियुक्ति गर्छ र नियुक्ति पश्चात उसले चाहिँ गभर्नर नियुक्ति भइसके पश्चात उसले चाहिँ शपथ चाहिँ प्रधान न्यायाधीश समक्ष शपथ ग्रहण गर्दछ। हस् त आजको यस सेसनमा आज हामी यति नै कुरा गर्छौँ र अर्को विषयमा हामी के कुरा गर्नेछौँ भने गभर्नरले के काम गर्नुपर्दछ भन्ने बारेमा आज हामी कुरा गर्नेछौँ। र अबको गभर्नर को होला त, अनुमान लगाउँदै गर्नु होला है त।